यतिखेर हामी अछाम जिल्लाको पर्यटकीय स्थल एकदमै परिचित पर्यटकीय स्थल रामारोसनमा चाहिँ हामी यतिखेर छौँ। यतिखेर हाम्रो साथमा हुनुहुन्छ हाम्रो मिन बहादुर चौधरी सर। हजुरले चाहिँ कसरी चाहिँ यसलाई चाहिँ अवलोकन गर्नुभयो, कस्तो लाग्यो, यहाँ आएर चाहिँ हजुरको चाहिँ अनुभव चाहिँ कस्तो रह्यो? अनुभव कस्तो रह्यो भन्दाखेरि स्वर्गको चाहिँ एउटा टुक्रा जस्तो लाग्यो। नेपालमा यतिको ठाउँ छ, यतिको ठाउँ चाहिँ अरू देशमा भएको भए यहाँ स्टेडियम राम्रो पर्यटकीय स्थल हुन्थ्यो। अब हाम्रो यहाँ चाहिँ के भन्यो भन्दाखेरि भन्दै गर्नुहोस्। अब हाम्रो यहाँ चाहिँ के भयो भन्दाखेरि त्यही सुनको चाहिँ कटौरा दिँदा पनि भिखै माग्ने काम जस्तो मात्र भएको छ हाम्रो यो देशको नेताहरूको के भन्छन् चरित्रले गर्दा, अलिक तिनीहरूको मानसिकताले गर्दा। नत्र त यतिको चाहिँ ठाउँ सायद विदेशमा छैन होला। एकदम चाहिँ स्वर्गैमा आएको अनुभूति भइरहेछ मलाई। त्यस्तो छ है। अनि यसलाई चाहिँ अब थप चाहिँ प्रवर्धन गर्नको लागि थप यसलाई चाहिँ अझ व्यवस्थित अझ झन् यसलाई चाहिँ के त भन्दाखेरि धेरै चाहिँ यसको भनौँ न चिनाउनको लागि यो ठाउँलाई चाहिँ विश्वमाझ या भनौँ आन्तरिक पर्यटनको लागि भनौँ या चाहिँ बाह्य पर्यटनको लागि यसलाई थप चाहिँ प्रवर्धन गर्नको लागि चाहिँ त्यो चाहिँ सम्बन्धित निकायलाई चाहिँ तपाईँले कस्तो सुझाव दिन चाहनुहुन्छ? सम्बन्धित निकायलाई के सुझाव दिन चाहन्छु भन्दाखेरि यसको चाहिँ प्रचार प्रसार चाहिँ बढीभन्दा बढी गर्नु। सामाजिक सञ्जालको चाहिँ अहिले चाहिँ युग हो। सामाजिक सञ्जालको माध्यमबाट चाहिँ प्रचार प्रसार र यहाँसम्म पुग्ने यातायातको व्यवस्था सहज गराउन सकेको खण्डमा यहाँ चाहिँ पक्कै पनि पर्यटनले चाहिँ एकदम चाहिँ गति लिने थियो भन्ने चाहिँ मेरो अपेक्षा हो, आशा हो। तपाईँको यहाँ पहिलो भ्रमण है? मेरो एकदम पहिलो भ्रमण। भनेपछि पहिलोपल्ट चाहिँ एउटा स्वर्गको चाहिँ आभास हुने खालको त्यो अनुभव हुने खालको ठाउँमा आइपुग्यो होइन त? एकदम आइपुग्यो। आफ्नो चाहिँ तराईमा हुर्के बढेको मान्छे पाहाडमा आएर पनि यत्रो चाहिँ तराईकै जस्तो चौर देख्दाखेरि म आफै पनि जिल खाएको छु। यस्तो चौर चाहिँ यो पाहाडकै यत्रो ठुलो चाहिँ पाहाडकै छेउमा चाहिँ यस्तो स्टेडियम बन्ने खालको। अब यो यस्तो देखेर हाम्रो मिन सरले चाहिँ जिल खानुभयो, केही सिनेमा चिल खानुहुन्छ, त्यो भएर चाहिँ ठिक छ। अनि अन्त्यमा केही भन्नुपर्ने कुराहरू केही छ? भन्न चाहन्छु भन्दाखेरि सकेसम्म विदेशी पर्यटकले नसके पनि हामीहरू चाहिँ आन्तरिक पर्यटकहरूले यहाँ चाहिँ एक दुईचोटि चाहिँ भेटघाट गरेर यानि कि भिजिट गरेर घुम्न आएर चाहिँ यहाँको प्रचार गर्न सकेसम्म